हेलो साथीहरू, नमस्कार। मेरो चाहिँ नयाँ युट्युब च्यानल आज मात्रै खोलेको मैले। जानी नजानी यसो भिडियो गर्ने प्रयास गर्दैछु है म। मेरो सानो तरकारी फार्म देखाउँदैछु हजुरहरूलाई। अब हामी तरकारी खेतीतिर जाँदैछौँ। छोरो यता चाहिँ पुरै धान लगाएको छ, धान रोपेको 3-4 दिन अगाडि मात्र धान रोपेको साथीहरू। ल यो चाहिँ मेरो तरकारी फार्म, मिगिन मुन्माफुङ अर्गानिक फार्म। यहाँ चाहिँ विभिन्न खालको तरकारीहरू छ। वाउ, काँक्रोहरू चाहिँ सबै टिपेर बजारतिर लगेको आज मात्रै, त्यही भएर काँक्रोहरू खासै छैन, सानो मात्रै छ काँक्रो। लोकल काँक्रो हो यो। सबै सानो मात्रै छ है साथीहरू। लट्टीको साग, फर्सी, चिप्ले भिन्डी, यहाँ टमाटर पनि फलिरहेछ लटरम्म। निकै रमाइलो छ है साथीहरू यो ठाउँ चाहिँ। हेर्नु न माथि कस्तो राम्रो देखेको क्या आकाश। आहा, यता चाहिँ अलि कालो बादल जस्तो कालो भएछ। यता चाहिँ राम्रो छ है। त्यो सानो मेरो कटेज, यो चरा उडेको नि र कस्तो राम्रो चरा उडेको हेर्नु न साथीहरू। यो चाहिँ के होला साथीहरू, चिन्नुहुन्छ भने कमेन्ट गर्नु होला है। छोरो वहाँ पर पुगिसकेछ, मेरो कुन्टुङ। सबै टमाटरहरू यसरी फलिरहेको छ, लटरम्मै फलेको छ। हेर्नु न साथीहरू, कस्तो मजाले फलेको के। पाकेको जति सबै टिपेको, अब अलिअलि बाँकी छ टमाटरहरू पाकेको चाहिँ। अरू पाक्दैछ यतातिरै। हेर्नु न साथीहरू, यो चाहिँ गाउँको प्योर अर्ग्यानिक लोकल काँक्रो। यो चाहिँ सोलुखुम्बुको काँक्रो। हेर्नु त, अलि अस्ति कति सानो थियो, अहिले त्यत्रो ठुलो भइसक्यो। यहाँ किरा पनि लागिसकेछ साथीहरू। अब यसलाई टिपेर खाने बेला भयो। हेर्नु न, यहाँ रोपिदिएको कस्तो राम्रो भएको रहेछ। यता चाहिँ फलेको छैन, अब फुल्दैछ। अब बिस्तारै फल्छ होला। अनि यो चाहिँ हाम्रो नयाँ टनेल, यसमा चाहिँ अहिले खेती लगाएको छैन है साथीहरू। यता पनि मेरो फुच्चे छोरा बेबी चकचके, हाई गरिदिनु त। यता फर्केर हाई गर्नुहोस्। छेप्पा, कति ज्ञानी है मेरो छोरो। कस्तो राम्रो चरा उडिरहेछ यहाँ।